प्रदर्शनी समापन कार्यक्रममा सहभागी बन्नुहुने साकेलाशिली कलाकार प्रशिक्षक सम्पूर्ण टोलीका अगुवाई गर्ने आदरणीय महानुभावहरू, पत्रकार, सुरक्षाकर्मी सबैजनालाई हार्दिक सेवा नमस्कार भन्न चाहन्छु। खुसी लाग्यो, अत्यन्तै धेरै यहाँहरूले मलाई निम्तो गर्नुभयो। म यत्रो भव्य कार्यक्रममा सहभागी बन्न पाएँ, खुसी छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, धेरै भन्नुपर्ने कुरा छ जस्तो मलाई लाग्दैन। बुझ्नुपर्ने कुरा र गर्नुपर्ने काम चाहिँ छ जस्तो मलाई लाग्छ। तथापि एक दुईवटा कुरा मैले यहाँ भन्नुपर्छ जस्तो छ। यहाँ पूर्ववक्ता मित्रहरूलाई मैले सुनिरहेको थिएँ। उहाँहरूको एउटा गुनासो चाहिँ के भन्दाखेरि, हामीले वर्षेनी साकेला नाच्छौँ, साकेला नाच्ने ठाउँ हाम्रो यहाँनिर व्यवस्थित भइराखेको छैन। व्यवस्थित गर्नु खोज्दाखेरि कहिले वन आइपुग्छ, कहिले को आइपुग्छ, कहिले को आइपुग्छ। हामीलाई चाहिँ नि नाच्ने ठाउँ पनि रहला जस्तो छैन। त्यसले गर्दाखेरि यो विषय सदनमा उठाइदिनु पर्यो भन्ने खालको कुराहरू उहाँहरूले दुई चारजना पूर्ववक्ताजीहरूले भनिराख्नु भएको छ। यहाँहरू सबैजनालाई म भन्न चाहन्छु, जब यो देश बनिएको थिएन, नेपाल बनिएकै थिएन, राजनीति सुरु भएकै थिएन, पार्टी भनेको के हो, चुनाव भनेको के हो, राज्य भनेको के हो, प्रहरी भनेको के हो भन्ने कुरा जब सुरुवातै भएको थिएन, त्यतिखेर पनि हाम्रो साकेलाशिली थियो। त्यसले गर्दाखेरि यो अत्यन्तै आदिम उत्पत्ति कालदेखि चल्दै आएको हाम्रो रीतिथिति, संस्कृति, हाम्रो चालचलन, यसलाई हामीले संरक्षण गर्नुपर्दछ। राज्यले पनि त्यसतर्फ ध्यान दिनुपर्दछ। राज्यले विभिन्न कानुन बनाइरहन्छ। त्यो कानुन बनाउने मान्छेहरू मध्येको एकजना मान्छे म पनि हो। यतिखेर कानुन आवश्यकता अनुसार बन्छ। सधैँभरि एउटै कानुन रहँदैन। राणाकालको कानुन फाल्टै थियो, राजाहरूको कानुन फाल्टै थियो, अहिले कानुन फाल्टै छ। त्यसले गर्दाखेरि कानुनले कहाँ रोक्छ, कहाँ छेक्छ, त्यस्तो रोक्ने छेक्ने कानुनलाई च्यातेर फाल्नुपर्छ। हो, हामीलाई साकेला नाच्न नदिने कानुन, जनतालाई हाँस्न नदिने कानुन है। मैले बारम्बार भन्ने गरेको छु, कानुन मात्रै तर खाने नुन नभएको देश, संविधान भएको देश, खाने धान नभएको देश, संविधानको धारै धारा भएको देश, पानीको धारा नभएको देश। त्यस्ता धाराहरू, त्यस्ता कानुनहरूलाई परिवर्तन गर्दै लानुपर्छ। तर मान्छेलाई बचाइराख्नुपर्छ। मान्छेलाई बचाइराख्नका लागि उसको मनोविज्ञानलाई बचाइराख्नुपर्छ। उसको मनोविज्ञानलाई बचाइराख्ने हो भने उसको संस्कृतिलाई बचाइराख्नुपर्छ। संस्कृति बिनाको मान्छे पुतला जस्तो मात्रै हो, मेसिन जस्तो मात्रै हो। त्यसले गर्दाखेरि संस्कृति सहितको मान्छे हौँ हामी। संस्कृतिको संरक्षण गर्न हाम्रो परम कर्तव्य हो। राज्यले पनि त्यसमा ध्यान दिनुपर्छ। मैले कहाँ के बोल्नुपर्ने हो, कहाँ के गर्नुपर्ने हो, त्यो कुरामा म सचेत भएर बोल्नेछु, गर्नेछु। यहाँहरू सबैजनालाई यो प्रतिबद्धता जाहेर गर्न चाहन्छु। बडो राम्रो होटिङ छ।
तपाईहरुलाई देखेर म त अत्यन्तै खुसी छु। तपाईहरु खुसी हुनुहुन्छ? हो। हाँस्न पाउनुपर्छ, हामीले बाँच्न पाउनुपर्छ। अहिले कानुनको नाममा गरिब दुखीको झुपडी भत्काउनेहरूलाई पनि सावधान भन्न चाहन्छु म। है, गरिब दुखी सुकुम्बासी अव्यवस्थित बसोबासी भन्दै बस्तीहरूमा डोजर चलाउने सरकारलाई पनि म खबरदारी गर्न चाहन्छु। पुलिसको लट्ठी बन्दुक देखाएर शासन गर्न खोज्दा अस्ति भर्खर 1 वर्ष पनि भएको छैन, भदौ 23 र 24 मा के भयो? त्यसतर्फ मुलुक जानु हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि हामीसँगै चुनाव लडेर जितेका साथीहरूलाई म भन्न चाहन्छु, त्यो सत्ता भनेको क्षणिक हो, तर समाज भनेको सधैँभरि रहिरहने कुरा हो। म फेरि पनि दोहोऱ्याउँछु, हाम्रो यो संस्कृति सहितको समाज, यो नेपालको तपाईको स्थापना, नेपाल भन्ने शब्द परिकल्पना गर्नुभन्दा पहिलादेखिको समाज हो। त्यो समाजलाई छेडखानी गर्नु भनेको आफै सकिनु हो। त्यसो गर्नु हुँदैन। जनतालाई बाँच्न दिनुपर्छ, सरकारले जनतालाई हाँस्न दिनुपर्छ। जनताको बस्ती भत्काइदिने, बेघर बनाइदिने नियम भन्ने, कानुन भन्ने त्यस्ता नियम कानुन च्यातेर फाल्नुपर्छ। 30 वर्ष पहिलादेखि, 40 वर्ष पहिलादेखि घर टहरा बनाएर बसेको जग्गा आफ्नो नहुने, अनि कसको चाहिँ हुने त? है, कसको चाहिँ हुने त?